उनीहरुसँग केही प्रमाण छैन सर। दर्शकबिन सागरलाई लगाएको आरोप पत्ता लागेको छ। सागर र कान्छीलाई फसाउनका लागि आफ्नै मालिकले यतिसम्म ठूलो षड्यन्त्र गरेकी रहेछन्। सागरलाई फसाउन सारा काम गरिरहेको अहिले भने पुष्टि भइसकेको छ। कान्छीले भने सारा भिडियो लिएर आएपछि सारा कुरा हेरेपछि सागरका मालिक पनि निकै आश्चर्यचकित परेका छन्। कान्छीले सारा भिडियो यथार्थ देखाएपछि सागरका मालिक पनि बोल्नै नसकी रोएका छन्। आफ्नै श्रीमतीले यति ठूलो घटनाहरू घटाउलिन् भन्ने उनलाई 10 मनमा एक पनि थिएन र कान्छीले पनि अर्चनालाई धिक्कार दिएकी छिन्। आखिर कान्छीले ती मालिकनीको सारा पर्दाफास अहिले गरेरै छोडेकी छन्। अर्चनाले विगतमा गरेका सारा घटनाहरूको सारा कुराहरू भनिसकेपछि सागरका सर पनि केही बोल्न सकेका छैनन्। कान्छीले सारा प्रमाण देखाइसकेपछि ती योजनाकारहरू पनि त्यहाँबाट भागेका छन्। सागरले त्यो भिडियो पनि आफ्नो कस्टमरलाई पठाएपछि कस्टमर पनि खुसी भएका छन्। तर मालिक भने श्रीमतीको यस्तो नराम्रो व्यवहारले निकै चिन्तित बनेका छन्। श्रीमतीले गरेको कार्यका कारण 2-4 दिन काममा नआउने र आराम गर्ने भनेपछि सागर सरले भने आफू यस्तो अवस्थामा तपाईलाई छाडेर जान्न भनेपछि तपाईहरु यहाँबाट निस्केर जानु, म केही क्षणपछि आउँछु भनेर सागरका सर भने त्यही अफिसमा बसेका हुन्छन्। उता सागर सर भने निकै खुसी भएका छन्, किनभने आफ्नो जिन्दगी नै डुब्नु आँटेको समयमा कान्छीले भने यस्तो बुद्धिमत्तापूर्ण कार्य गरेकोमा सागर सर पनि निकै नै खुसी भएका छन्। त्यसपछि कान्छी र सागर भने माया पिरतीको कुरा गरिरहेका हुन्छन्। कान्छीले गरेको कामप्रति सागर सर पनि निकै खुसी व्यक्त गरिरहेका हुन्छन्। सारा भिडियो कस्टमरलाई दिइसकेपछि सागर सर र कान्छी भने निकै नै खुसी भएका छन्। सोही कारणले गर्दा सागर सर पनि निकै खुसी व्यक्त गरिरहेका हुन्छन्। तिम्रै कारणले गर्दा आज म यति ठूलो घटनाबाट बचेको छु, यदि तिमी नभइदिएको भए म जेलको जीवन पनि बस्न सक्थ्यो भनेर सागर सर पनि निकै खुसी भएका छन्। सागर सरले भने सरलाई एक्लै छोड्नुहुन्न भनेर विचार गरिरहेका थिए, तर कान्छीले भने सर धेरै तनावमा हुनुहुन्छ, सोही कारणले गर्दा एकान्तमा उहाँलाई छोडिदिउँ भनेर भन्छन्। उहाँले सागरलाई यो कुरा भनिसकेपछि सागर र कान्छी पनि आफ्नो घरतर्फ जान्छन्। उता सागरका मालिक पनि निकै तनावमा हुन्छन्। सोही अवस्थामा सलिनाले पनि पानी लिएर पिउन दिन्छन्। सागर सरका मालिक भने धेरै नै तनावमा हुन्छन्। सो अवस्था देखेर सलिनाले पनि पानी पिउनुस् भनेर अनुरोध गरेपछि सर भने निकै रिसाउँछन्। त्यसपछि पानी पिउन अस्वीकार गर्छन्। सरले भने निकै गाली गर्छन्, तिमी भने यहाँबाट गइहाल, मलाई धेरै तनाव भएको छ, यहाँबाट तिमी घर गइहाल भनेर भन्छन्। त्यसपछि सलिनाले भने म तपाईलाई यस्तो अवस्थामा छोडेर कसरी जानु, तपाईले मलाई धेरै नै गाह्रो अवस्थामा काम दिएर सहयोग गर्नुभएको छ, अहिले तपाईलाई यति ठूलो समस्या पर्दा म कसरी तपाईलाई छोडेर जाउँ भनेर भन्छन्। सलिनाले पनि यस्तो भनेपछि सर भने निकै तनावमा हुन्छन्। त्यसपछि यहाँबाट तिमी गइहाल भनेर ती सरले भनिसकेपछि सलिना पनि त्यहाँबाट अलि पर जान्छन्। तर पानीको ग्लासमा आफ्नै श्रीमती अर्चनाको फोटो देखेपछि ती सर भने धेरै नै तनावमा हुन्छन्। सोही कारणले गर्दा सरले पनि त्यो पानीको ग्लास भुइँमा झारिदिन्छन्। त्यसपछि भने टुक्रा टुक्रा हुन्छ। सोही कारण आफूले त्यो फालेको ग्लासको टुक्रा टिपेर आफ्नो हात काट्न लागेका हुन्छन्। काशी सलिनाले थाहा पाएपछि दौडेर तपाईँ भने यसरी नकाट्नु। सागर र कान्छी भने घर पुग्छन्। त्यसपछि छोरी भने कता छ भनेर यताउता हेर्दा भाइ सन्तोषले खेलाइरहेका हुन्छन्। त्यसपछि त्यो देखेर दुवैजना निकै खुसी हुन्छन्। त्यसपछि एकअर्कामा कुराकानी गर्दै गरेका हुन्छन्। त्यसपछि छोरी भोकाइ होला भनेर कान्छी भनेपछि सागर सर तिमी यहाँ बस्दै गर, यदि तिमीलाई छोरीले देखि भने आइहाल्छ, सोही कारणले गर्दा म सन्तोषलाई सोध्छु भनेर भन्छन्। सागरले पनि छोरीलाई के खुवायो भनेर भन्छन्। त्यसपछि मैले जाउलो बनाएर खुवाएको छु भनेर भन्छन्। ढुक्क हुन्छन्। कान्छी र सागर ढुक्क भएपछि उनीहरू पनि एकअर्कामा रमाइलो गफ गर्छन्। अब त्यो अर्चनाको वास्तविकता हामीले सरलाई भन्नुपर्छ भनेर सागर सरले भनेपछि कान्छीले पनि अझै धेरै प्रमाणहरू हामीले तयार पार्नुपर्छ भनेपछि सन्तोषले पनि नानीले आची गरिहाली भनेर बोलाउँछन्। यसरी बोलाएपछि कान्छीले पनि अब धेरै प्रमाणहरू तयार गरेपछि सरलाई पनि हामीले कुनै पनि पुष्टि गर्नु नपरोस्, सारा कुरा पत्ता लगाइसकेपछि सारा प्रमाण हेरिसकेपछि उहाँले आफैले सारा काम गर्न बाध्य हुनुहुनेछ भनेर भन्छन्। त्यतिकैमा उता सन्तोषले पनि नानीले आची गरी भाउजू आउनु भनेर भनेपछि कान्छी र सागर पनि त्यसतर्फ जान्छन्। त्यसपछि सागरका मालिकका बुवा पनि गाउँबाट आएका हुन्छन्। सोही कारणले गर्दा आफ्नी छोरी भने किचनमा काम गरिरहेको देखेर आफ्नी छोरी भने किन यसरी काम गरिरहेकी छे, बिहे पनि छोरोले गर्यो भन्ने सुनेको थिए। आखिर पढ्नुपर्ने मान्छेले काम गरिरहेकी छे भनेर निकै नै अचम्बित हुन्छन्।
त्यसरी काम गरिरहेको देखेर बुवा पनि निकै अचम्मित हुन्छन्। त्यसपछि छोरोले बल्ल बल्ल बुढेसकालमा बिहे त गरेको थियो, तर कामै नलाग्ने, बिहे गरिसके के हो भनेर मनमा नै सोचिरहेका हुन्छन्। त्यस सागरका मालिकका बुवा भने गाउँबाट आइरहेका हुन्छन्। सोही अवस्थामा आफ्नी छोरी भने किचनमा काम गरिरहेको देख्छन्। त्यसपछि छोरी त भने पढ्न आएकी होस्, पढ्न छोडेर किन यसरी किचनमा काम गरिरहेकी छेस्, त भने गएर पढ, भाउजू छैन र भाउजूले काम गर्दिन भनेपछि भाउजूको सारा कर्तुतबारे आफ्नो बुवालाई भनेपछि बुवा पनि निकै आश्चर्यचकित पर्छन्। त्यसपछि बल्ल बल्ल बुढेसकालमा बिहे त गरेको थियो, तर बुहारी भने कामै नलाग्ने परिछे भनेर सोचिरहेका हुन्छन्। फेरि भाउजू कहाँ छे, म सारा कुरा उसैलाई भन्छु भनेर भन्छन्। बुवा पनि रिसाउँदै बुहारी भएको कोठातर्फ लाग्छन्। त्यसपछि बुहारी भएको कोठामा जाँदा बुहारी भने एकोरिएर तनावका साथ बसिरहेकी हुन्छन्। त्यसपछि आफ्नो बुहारीको त्यस्तो हरकत देखेर निकै नै रिसाउँदै तिमीले भने काम सघाउनु पर्दैन, पढ्ने बहिनीलाई यसरी काम लगाउने भन्दै निकै थर्काउँछन्। मैले भने छोरी पढ्नको लागि राखेको, यसरी नै काममा पेलाउँछौ भने म भने मेरो छोरीलाई अन्तै राखेर पढाउँछु, तिमीहरूलाई यसरी काममा दलाउनको लागि होइन, मैले भने मेरो छोरी पढाउनको लागि यहाँ राखेको हुँ भनेर भन्छन्। त्यसपछि तिमी खुरुक्क गएर त्यहाँ खाना पकाऊ भन्दै निकै थर्काउँछन्। त्यसपछि मलाई त्यति सन्चो छैन, सोही कारणले गर्दा मैले नपकाएकी हुँ, अहिले मलाई सन्चो छैन भनेपछि बुवाले पनि निकै गाली गर्छन्। सन्चो त मेरो छोरीलाई पनि छैन, तर यस्ता सागरले पनि आफ्नो मालिक आउनुभयो कि आउनु भएन भनेर घरमा हेर्न गएका हुन्छन्। त्यतिकैमा आफ्नो मालिकको बुवा देखेपछि नमस्कार भनेर भन्छन्। त्यसपछि सर आउनु भएको छैन भनेपछि अहिलेसम्म आएको छैन, आखिर किन आएन, तिमी त आइसकेछौ, सर भने एकछिनमा आउँछु भनेर भन्नुभएको थियो, तर अहिलेसम्म आउनु भएको छैन भनेर भन्छन्। उहाँ त अफिसमै हुनुहुन्थ्यो, म एकछिनमा आउँछु भन्नुभएको थियो भनेपछि सागर पनि निकै तनावमा हुन्छन्। त्यसपछि सागरले पनि त्यहाँबाट तुरुन्तै सरलाई खोज्नको लागि म जान्छु, म निस्किन्छु भनेर भन्छन्। त्यसपछि कान्छीलाई पनि भनिकन त्यहाँ चाहिँ आउनुभएको रहेनछ, आखिर केही त भएन भनेर कान्छीलाई भने म सरलाई अफिस खोज्नको लागि जान्छु भनेर जान्छन्। अफिसमा गएर यताउता हेर्दा सर भने त्यहाँ हुँदैनन्, सोही कारणले गर्दा चारैतिर खोजेर निकै थाक्छन्। सागर सरले भने अफिसको चारैतिर सरलाई खोजे पनि नभेटेपछि त्यहाँबाट निस्किन लागेका हुन्छन्। सलिनाले भने सागरले च्याप्प पक्रेर छोड्नै खोज्दिनन्। त्यसपछि सागर भने रिसाउँदै छोड भनेर गाली गर्दै त्यहाँबाट जान्छन्। आखिर मैले सरलाई खोज्न आएको हुँ, सर कहाँ हुनुहुन्छ भनेपछि सर भने अघि नै निस्किसक्नु भएको भनेर भनेपछि तिमी चाहिँ किन बसिराखेको भनेर सागरले भन्छन्। सरले मलाई यहीँ बसिराख भनेर भन्नुभएको थियो, सोही कारणले गर्दा म भने बसिरहेको हुँ भनेर भन्छन्। सागर सरले भने त्यहाँ मालिक नभेटेपछि मनपर्ने पसलमा गएर त्यहाँ यताउता हेर्छन्। चारैतिर हेरे पनि सागर सरले भने कतै देख्दैनन्। अलि पर सरले भने चारैतिर मालिकलाई हेर्छन्। त्यसपछि अलि पर बेहोसीमा सर भने लडिरहेको देखेर सागर सर भने निकै आत्तिँदै जान्छन्। तर सागर सरले जति नै बोलाए पनि सागर सरका मालिक भने बोल्नै सक्दैनन्। सरले भने ट्याक्सी भन्दै आत्तिँदै बोलाउँछन्। अब मैले सरलाई कसरी लाने होला भनी चिन्तामा पर्छन्। उता सागर सरका बुवा पनि निकै तनावमा हुन्छन्। बुवालाई छोरो खोइ भनेर निकै गाली गर्छन्। तिमीहरू त श्रीमान श्रीमती अघिदेखि ढुक्क बसिरहेको देख्छु, मलाई भने यति राति भइसक्यो, छोरो आएपछि केही कुरा गरौँला भनेर मैले भने सोचिरहेको थिएँ। सारा यो कारण तिम्रै कारणले गर्दा भएको हो भन्ने कुरा मैले थाहा पाइसकेको छु। छोरो खोइ, छिटो छोरो खोजा भनेर निकै गाली गरिरहेका हुन्छन्। अब म यसरी बस्न सक्दिनँ, म अब छोरोलाई खोज्न जान्छु भनेर भन्छन्। यो सारा कारण तिम्रै कारणले गर्दा भएको रहेछ, यो कुरा मैले बुझिसकेको छु भनेर भन्छन्। अफिसका स्टाफलाई फसाउन अनेकौँ जालझेल गरेर तिमीले भने नराम्रो काम गरेकी रहेछौ, सोही कारणले गर्दा मेरो छोरोले अहिले तनावमा हुनुको कारण तिम्रै कारणले गर्दा हो। मेरो छोरोले कहिले पनि अरूको कुभलो चाहँदैन। अब तिमीले राम्रो सघा साथ दिन्छौ भने ठिकै छ, यसरी गलत कार्य भने कहिले पनि नगर भनेर भन्छन्। उता सन्तोष पनि निकै तनावमा हुन्छन्। दाइ अहिलेसम्म आउनु भएको छैन भनेर भन्छन्। उता सन्तोष पनि निकै तनावमा हुन्छन्। त्यसपछि हजुर दाइ अझै आउनु भएको छैन भनेर सोधेपछि कान्छीले पनि छैन भनेर भन्छन्। दाइलाई किन एक्लै पठाउनु भएको, यति राति भइसक्यो, अघि मलाई भन्नुभएको भए म पनि सँगै जान्थेँ, मलाई त धेरै नै तनाव भयो, मलाई निन्द्रै लागेन, सोही कारणले गर्दा म अब यहीँ कुरेर बस्छु दाइ नआउन्जेलसम्म भनेर भन्छन्। कि म पनि खोज्न जान्छु भनेर भन्छन्। त्यसपछि कान्छीले भने चिन्ता लिनु पर्दैन, उहाँलाई केही हुँदैन भनेर भन्छन्। त्यसो भन्नुहुन्छ, तर मलाई भने धेरै तनाव भएको छ भनेर भन्छन्। त्यसपछि सन्तोषले भने त्यहीँनिर कुरिरहेका हुन्छन्। त्यसपछि कान्छीले भने केही समस्या परेछ भने
अहिले म बोलाउँछु अनि हामी दुईजना खोज्न जाउँला। अहिले भने गएर सुत्नु, यो चिसो भुइँमा तपाईँ भने नबस्नु भनेर भन्छन्। तर सन्तोष भने जबरजस्ती त्यहीँ बसिरहेका हुन्छन्। सागरका मालिकका बुवा भने छोरो आएन भनेर निकै तनावमा हुन्छन्। मध्यरात भइसक्यो, अझै आएन, आखिर कहाँ गयो त? सधैँभरि त यस्तो गर्दैन थियो होला भनेर भन्छन्। त्यसपछि भाउजूकै कारणले गर्दा सारा यो अहिले यस्तो समस्या भएको हो। बिहे नगरुन्जेल त कहिलेकाहीँ ढिलै आउनुहुन्थ्यो, तर बिहे गरिसकेपछि त जहिले समयमा आउनुहुन्थ्यो भनेर आफ्नै छोरीले भनिसकेपछि बुवालाई पनि धेरै नै तनाव हुन्छ। त्यसपछि सागर सरका मालिकका बुवा पनि अब म यसरी बसेर सक्दिनँ, म भने अब खोज्न जान्छु भनेर निकै नै तनावग्रस्त हुन्छन्। सरका मालिकका बुवा भने छोरो खोज्न मध्यरातमा निस्किन लागेका हुन्छन्। छोरो आएन, आखिर यसलाई के भयो, यसलाई के तनाव भयो भनेर निकै नै चिन्ता लिइरहेका हुन्छन्। त्यतिकैमा सागर सरले काँधमा बोकेर आफ्नो छोरोको यस्तो अवस्था देखेर ती सरको बुवा पनि धेरै नै आश्चर्यचकित परेका छन्। आदरणीय दर्शकवृन्द, एक्कासी सागर सरले भने आफ्नो मालिकलाई यसरी काँधमा बोकेर ल्याएको देखेर सारा परिवार निकै नै आश्चर्यचकित परेका छन्। आदरणीय दर्शकवृन्द, आजको भाग यतिकैमा सकिएको छ। के अब सागर सरका मालिक होसमा आएर अर्चनालाई डिभोर्स गर्लान् त? सारा यथार्थ बुझ्नका लागि अर्को भागसम्मका लागि खोज्नुहोला। तबसम्मका लागि मलाई पनि आज्ञा दिनुहोस्। अर्को भिडियोमा पुनः पनि उपस्थित हुनेछु। नमस्ते, जय नेपाल। तपाईँको बाँकी पल सुखद रहोस्।